통야 토구 자조 그나 지구 자조에 달라 그나 시 터나 녀니 토구 서포 निर्माणयागु नीति टुकु सेफु देखेको नीति महत्त्वपूर्ण भूमिका मिटुपी मध्ये छम लेनेवा हाइको ख्याया नुकु उपाध्यक्ष अनि बम हाइजे समीक्षक ले हाइको सम्पादक अनि बम भाजु तुइ पुंजुया त जिथन हाइको सफल बारे थगु ख त्याजि त जिथन दासे बनाजन सभा निगा चिसं जी मखनातम श्याम सुंदर सेजु गुरु की गद्य कविता दिगो मको वेकन जापानी हाइकु गु वो ई ख गु शंकर लामी समी जो गु हाइकु थामी आख वो नापा ची श्याम सुंदर सेजु न हाइको चेडुगो प्रमाणित जुडुगो ठुगो सफ्टी गुठ श्याम सुंदर सेजु जी हसिमला मगो अरे लगा आने जुवापिन जी ममस्यो अरे खसाना गु ची समालोचक बाजु इमरमाली सर हाइको मिलापो को के या ढिले श्याम सुंदर सेजु रोडी परिवार गु वो सभाजे बन्नु हाइको उगो सभाजे पाख्या ढुङ्गु ढिगागु लेख सहित हाइको प्रकाश मेना जिल वो दिनमिसी झिगो हाइको झिगो नेपाल भाषा न धुर्यो जिटा महसुस दुगो का वो महसुस दुनिया जी इन्द्रमाली सरले से आफ्नो छलफलेन अले जी वो हाइको त जिन मननेन इन्द्रमाली सर गो हाइको वो कविता निगो सफो पिकागो गो गर्न मनसा तै दिउ ख वो ई रेयो अठे 2042 पाके मा अठे खसा वो गसिदिया तिमरन जी मसला गो इन्द्रमाली सर गो चाहिँ दिएको ख उकेटा लुनुको से इन्द्रमाली सर मरुसिमे जी वो हाइको मालिको कोटले जी इन्द्रमाली सर ये म्यामे जी त आफ्नो मायाको ख अनि छे छुन गन ट्याटको ढै ढेगु तेरो वे गर्न मख माइ मफ्ट ढेगु गो बचाउ वसिने जी फसन प्रसाद श्रेष्ठ दुईटा जी ढेगु ख तेरो वे गई पाखेन जी वे गई परिवार नपला मफ्ट ठुलो आएको थोन पिरौँ लियो जी मानिक उराजु तादी दे थैबले वे कई का निनी नपला वे कई का छ जी मना से रे तेदी बोले अरे वे गन निना दीबला जिलिंगे देमार हेगो देगो सुधा बेला वो डिडिली से तो श्याम सुंदर से जो या तरी में अंत में जैसे खाना नबले तो जीगो हाइको खेले जको मको नेपाल भाषा नापाङ हाइको ज्यादा मुडो तो हाइको सफो छोटका दूसरा इतिहास जी नेपाल भाषा न हाइको गुप्लेनिसी बोलर हेगो जे प्रमाणित जी हेगो जी तैबले वे गर्न एकदम मनसा कोगाया कोसना बेउले थोंची ठुलमुनि खना दंगो का वो हाइको जिटा गुली विश्वास से जो दी तेगो चिकना तो किताब किने जी गो वो टाइप देना तो वो मुखो वो लाटों चोगु तोगु वे गर्न गो श्याम सुंदर से जो मधु इले था बो रचना तो वो हाइको ख या कविता ख या निबंध या भाषा ख
वो शिवसानो तभी जिम्बायु ठो संपत्ति खरगा गुवेगन ठम मुगा सुरक्षित ना तो ठोन जिन्यार न्या मुगा तो ठोन चिदा चिसा पिठिन फोगुरो जिमु आइगो ख्यान आज छुट्टी आतुनु रासा नेपाल भाषा न झिगो जापाने आएको गुली विकास जुख नेपाल भाषा न नेवा खंगा छवा आफ्नो तथि खंगा त छले जुगो छवा आफ्नो विभिन्न विचारका जुगो भाषा जुगोले नेवा आएको एउटा न चिस विश्व निम्तिको जुगो विचार ख जिम्मा आएको थियो न वे आज जना जिमसा जे नकावै तनु जुने थोन श्याम सुन्दर सेजुए आएको बिफो रेगो गु एक परिवार पिण्ड आफ्नो सुभाव्या जिम्ता विश्वास ना गुरुजी बिया दिल उगेद इतुगेत कासी ठुलो आएको जुने जी हजारौं नैका आएको दुख के इंग्लिश न दु नेपाली न दु नेवा भाषा न दु गु वेगन जे आएको जे नेपाली न इंग्लिश न पिगाहरू हुँदै धेरै ख तर नापा छि नेपाल भाषा छि मा भाइ अनि नापा प्राथमिक दिरा तो नेवा भाषा आएको नापा पिका चमक गु वेकयो परिवार यो जिमो सुझाव या न स्वीकारेन जुने एक सुधार्यो अले तो आएको कछिना लेले तेगो बदे खे आएकोले प्रकृति मरेको मला अले बिम्ब छुयो न सिकिमा असेस्नु प्रत्येक थियो न चिसन ठिकीमा वो प्रत्येक वो बिम्ब वो प्रतिबिम्ब तो सुन्नु चीज बाँधेको ठिकी सेकीमा गुरुमा श्याम सुन्दर सेजो जुगे निनित वेगा ठनुमरु अले जी जिताले बोलिए त आफ्नो ठाकुर हजारौं आएकोले तो आएको छि नेपाल भाषा जुगुमको सुन्न भाषा चाहिँ आएको नेपाल भाषी आएको गस्टोला ढका सुएबले छियो आएको कम मजदुर यो बटे प्रमाण वन मागुदो ओके जिराथ आएको लेट आफ्नो ठाको निमित श्याम सुन्दर सेजो जुगुमको इमर माली जुन तकन मरे ढुंगा जी थम विश्वास गो याना गो पिकिया थुपे आएकोले आफ्नो आएको चिसा आचेचनो आएको दुने छिक्नुदा नोचोनी पिन्टाना छौ ज्ञान बढ्दो जिरियो अहिले आएको अध्ययन पिन्टाना छौ शिक्षा दिए थे जिटा तो श्याम सुन्दर सेजो कविता दुने जग मको वेका हाइकु दुने न उले ठमा सेफुन हाइकु चोमी कठौजी गया छिपिनी न्याने थु हाइकु ख असेस्तो वेक परिवार बिन्द बिनो गो चिउटा ख उ चिउटा त जी न्याने भया चना थे चो वो सफो सैदिस जी निपो पेपो के दु आइगो छिपिन्द निगे तो आएकोले श्याम सुन्दर जी आएको चिसा सल्ल सोया चाहिँ मगा गो आएको नियम दो जापानी आएकोले गो बासुदा चिसा कैतना जी श्याम सुन्दर सेजना जी वस्या कम मखना जी सोगोद आएको बनानी के जी अब आएको बनी मको ठुले
ठुले थदौको हाइको छियो नेपाल भाषा युगको हाइको किताब त प्याउ ढुङ्ला तर थुक्ट हाइको मर न ठगो सिया न लोयाको चिन्ता न ठगो सिया न लोयाको चिन्ता शान्त फुकोचा न ठगो सिया न लोयाको चिन्ता शान्त फुकोचा छगोजल निकोले खिउँठा चोनेको गुलिजको आनन्द ठ जग खिउँठा चोनेको गुलिजको आनन्द ठ जग 28 सोकोले जुलोस वना हुले याकच जीगो जुलोस वना हुले याकच जीगो गपासो ठाको सुबा अनि अब हाइजिन एवं नेवा आइको ख्या नोको ठुको आइको सपो देखिको नीति निर्माणको नीति महत्त्वपूर्ण भूमिका मिलादिमा अनि अब भाजु त्यो फुजा त एकको सुवादु उहाँले भन्नुभयो हाम्रो स्वर्गीय श्याम सुन्दर सैजुजु अबका नयाँ पिढीका लागि यो जुन हाइको लेखकहरूको लागि अवश्य पनि प्रेरणाको स्रोत या प्रेरक व्यक्तित्व हुनेछ। उहाँको जुन अभिव्यक्तिमा यो विषयमा जोड दिएर यसको सेरोफेरोमा उहाँले जुन अभिव्यक्ति दिनुभयो हामीले स्वर्गीय श्याम सुन्दर सेजुको हाइकोलाई अध्ययन गर्नुपर्छ, मनन गर्नुपर्छ। हाइको एकचोटि पढेर बुझ्न सकिने विधा चाहिँ होइन। हाइकोलाई हुन त यो छोटो कविता हो, छोटो विशेषता हो र यसलाई बार 2 चोटि 3 चोटि 5 चोटि र 10 चोटि पढेपछि मात्रै यसको मर्म बुझ्ने यो प्रकृतिको हाइको विधालाई हामीले मनन गरेर स्वर्गीय श्याम सुन्दर सैजुको भावना साहित्यिक विधालाई हामीले मनन गरेर आफ्नो साहित्यिक यात्रा अगाडि बढाउन सक्यो भने अवश्य पनि राम्रो हुनेछ। प्रेरक व्यक्तिको रूपमा हामीले अगाल्न सकिनेछ। पुनः एकपटक उहाँलाई धन्यवाद छ। एकको सुवादु थन भिन्टुना नोचो तेगो पालु ठुको छिगो महत्त्वपूर्ण ज्याजोले भिन्टुना नोचो त्यादित हनेबम चिकित्सक एवं साहित्यकार डाक्टर सुमन ताम्रा कार्य जे थन दयासे बनाजुन